नमस्कार ब्याक छ हजुरहरूलाई फेरि पनि न्यू 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 ए तपाईहरु आफै जान्नुहुन्छ के भन्नुपर्ने खोजेको मैले नि। अहिले चाहिँ म कहाँ जाँदैछु भनेपछि गाई खेदाउन जाँदैछु। भाइले अगाडि गाई लगिरहेछ। आज चाहिँ असार 15 अरे। अच्छा आइतबार अनि इंग्लिसको चाहिँ 29 तारिक। अनि हेर्न सक्नुहुन्छ मौसम चाहिँ सुहाना छ। आइतबारको दिन यस्तो छ। अनि यता फेरि आखे आउनु हुँदैछ। अस्तिको गएको भिडियोमा देख्नु भएको थियो होला तपाईहरुले यो आखेलाई। आज पनि आउनु हुँदैछ फेरि। हामीलाई बास पनि बग्न आउँछ। अहिले चाहिँ यो मामाहरुको टुङ्सीमा खेती बनाउँ के बोले भाइ? टुङ्सी बनाउन जाँदैछौँ खेतीमा। अनि बाँस लिएर जाँदैछौँ। यता अगाडि 3 जना जाइराख्नु भएको छ। यहाँ चाहिँ यो भाइले बल्छी खेलिरहेको छ। अनि दुईटा भेटेछ अरे नि त पथी माछा रहेछ। अनि यता मामाले खेल्नु हुँदैछ एकबार। लु पछाड्नु मामा एउटा लु खाँदैछ लु तानु 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 खायो भने तानु ए बस अहिले एउटा नदीमा पुरा जिन्दै खेला हो जिन्दै उठिरहेको छ कस्तो उभिन्छ उभिन्छ नि मजाले लागेछ नि त काँटा पुरा यहाँबाट यता क्लिन गरी खाइछ। अनि यता निक्लियो हेर बिचरा प्याक गरिरहेको छ ल ठिकै हेर हालिँदै दिमाइमा रहेछ कुनै चार यहाँनिर कटर अहिले 3 वटा भयो त्यहाँ माछा। हैन त यहाँ काम न परिहाल्छ उ कस्तो खेल्छ त्यो पुरै छैन पानी यो माछा चाहिँ यताबाट आएको होला नि अस्तिको सानो छ माछा त्यहाँ। अनि यो चाहिँ बुढौली नदीको भ्यू। उता चाहिँ हात्तीको एरिया। माछा पताएर जस्तो पछाउनु हामी चाहिँ यो टुङ्सी बनाउन आएको थियौँ। अनि यसले सुरु हुँदैछ अब। अनि खेती चाहिँ यो जति देख्नु भएको छ त्यो चाहिँ सब मामाहरूको हो किन मामा हेर्न सक्नुहुन्छ है। अहिले चाहिँ हामी टुङ्सी आधा बनाइवरी घर जाँदैछौँ। फाइनली आजको भिडियो चाहिँ यहीँसम्म थियो। अहिले चाहिँ हामी घर घुर्दैछौँ। एकजना यो भाइ चाहिँ नयाँ जोइनिङ भयो बाटोमै। अनि घामले रातो पिरो बनिएको छ। बिहानको कस्तो थियो अहिले कस्तो छ घाम। ल भेटौँला नेक्स्ट भिडियोमा। लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला। फेसबुकमा फलो गरिदिनु होला। ल धन्यवाद।